ANA Breaking News is brought to you by educationsabroad.com. Abroad with broad opportunities. सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले 7 पार्टीहरू पुनः संविधान सभा स्थगित गरी सत्तामा बसिरहने खेलमा लागेको आरोप लगाउनु भएको छ। आज बिहान बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतोले यस वर्षको अन्त्यसम्ममा चुनाव सम्पन्न हुनुपर्नेमा जोड दिँदै कुनै पनि मूल्यमा चुनाव स्थगित हुन नहुने बताउनुभयो। आफ्नो अधिकारको लागि लडिरहेका तराईका जनताले पुनः 7 दलले निर्वाचन स्थगित गरे क्षमा नदिने दाबी समेत गर्नुभयो। आगामी निर्वाचन बहिष्कार गरी आन्दोलन गर्ने बताउँदै आउनुभएका महतोले पुनः आफ्ना भनाइहरू परिवर्तन गरी चुनाव सम्पन्न गर्न दबाब दिँदै आउनुभएको हाम्रा संवाददाताले जनाएका छन्।